हाम्रा मागहरू म प्रश्न भन्न चाहन्छु हाम्रा मागै म सुनाउन माग चाहन्छु ठ्याक्कै व्याख्या नगरिकन तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साँधेको तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ सरकारलाई कारबाही गर्ने हो आन्दोलनकारीलाई कारबाही गर्ने होइन त्यो जुनसुकै व्यक्ति होस् आन्दोलनकारीलाई कारबाही गर्ने कुरै छैन प्रदेश खारेजीको माग नेपाली जनताको त्यो मुद्दा सडकमा उठेको सडकमा उठिसकेपछि यो नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ अर्को कुरा के छ भने 2047 सालपछि सार्वजनिक पद धारणमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ यो बुदा चाहिँ मैले के भनेदेखि मेरो मनमा होइन नेपाली जनताले पठाएका बुदाहरू भएको हुँदा मैले लेखेरै बोल्न चाहेँ अर्को कुरा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दाखेरि यहाँनिर धेरै के भयो भन्दाखेरि पावरको कुरा जहिले तहिले पावरको कुरा तर प्रतिभालाई अगाडि बढाउँ एउटा क्षमता र दक्षतालाई अगाडि बढाउँ र क्षमता र दक्षतालाई त्यो भागवण्डा नगरौँ दलीय कार्यकर्ताहरूलाई ठाउँ नदिनु ठाउँ किन दिनु यो त दलीय कार्यकर्ता नियुक्ति भएकाहरूलाई हटाउने बर्खास्त गर्ने पहिलेका योभन्दा अगाडिकालाई हटाउने यो त राजनीतिक दलको कारणले भएको हो नि त क्षमताको आधारमा त यहाँ त पद बढुवा अर्को कुरा के छ भने न्यायाधीश नियुक्तिमा पनि जिल्ला तहको न्यायाधीश नियुक्ति चाहिँ परीक्षा मार्फत गरौँ न लोकसेवा मार्फत किन